सम्पूर्ण नमस्कार। म सुनिल नारायण। पहिला जस्तै फेरि पनि आज म तपाईँहरूमाझ मेरो एउटा नयाँ प्रस्तुति नयाँ भिडियो लिएर आज उपस्थित हुने जमर्को म जुटिरहेको छु। र पहिला पनि म भिडियो लिएर तपाईँहरूमाझ आइसकेको थिएँ। पहिला चाहिँ हाम्रो एकेन्द्र भाइसँग जापानको नेपालको बारेमा धेरै कुराकानीहरू भइसकेका थिए र त्यही सन्दर्भमा म फेरि पनि आज विषय एउटै तर व्यक्ति मात्रै फरक यिनै सन्दर्भहरू लिएर हाम्रो सुमन भाइसँग आज जुटिरहेको छु। र आज हामी धेरै लामो समयपछि भेटेर सुमन भाइ र म जापान नेपालको बारेमा विद्यार्थीहरूले पाएका दुःख सुखहरूको बारेमा आज हामी कुराकानी गर्दैछौँ। र म यस भिडियोमा हाम्रो सुमन भाइलाई चाहिँ निमन्त्रण गर्न चाहन्छु। नमस्ते सबैजनालाई। दाईको निम्तोलाई स्वीकार्दै दाईसँग अब मिठा कुराकानी गर्नको लागि म पनि समावेश भइसकेँ। अब हाम्रो प्रतिक्रियाहरू क्यामेरामा खासै बोलिन्न, त्यस कारणले केही गल्ती बोलिन सकिन्छ। यस कुरालाई मध्यनजर नदिएर सिक्दै गरेको भएर अलिकति गल्ती भए पनि माफी दिनु हुन लागि अनुरोध गर्दछु। हामी हाम्रो कुराहरूलाई अगाडि बढाउन चाहन्छौँ। सुमन भाइ र म लगभग सँगै पनि जापान आएका थियौँ। यिनै सन्दर्भमा सुमन भाइले र मैले कति सुख पायौँ, कति दुःख पायौँ है। अनि त्यसपछिका लिएर अब आउने भाइ बहिनीहरूले कति सुख पाउँछन्, कति दुःख पाउँछन्, यिनै विषयहरूलाई अगाडि हामी बढाउन गइरहेका छौँ। सुमन भाइले धेरै धेरै धन्यवाद। आज मैले बोलाएको थिएँ, यहाँसम्म आयो। आज तिम्रो र मेरा धेरै कुराहरू हुनेछन् है। सम्पूर्णले हेरेर साथ दिनुहुन्छ भन्ने पनि आश छ। के छ अनि तिम्रो चाहिँ आज आयो होइन, कस्तो लागिरहेको छ आज? एकदम रमाइलो लागिरहेको छ दाइ। अब पहिला निहुनको हामी त सँगै अब यहाँ जापान आएर पहिलो कदमै हामीले सँगै चालेको हो नि त होइन। एउटै क्याटेगोरीमा एउटै कन्सल्टेन्सीबाट आइयो, धेरै दुःख गरियो। सुरुमा केही थाहा थिएन होइन, त्यो समयदेखि उठेर हामी आयौँ होइन। धेरै गाह्रो समयलाई चिरेर जे होस् अहिले त अलि धेरै कुरा बुझियो, जानियो होइन। फेरि हामीहरू लगभग सँगै एउटै प्लेनमा है सँगै आएको, सँगै पढेर हामीहरूलाई धेरै जापानको सुरुवात नै हामीहरू सँगै गरेका थियौँ। हाम्रो गएको पनि एउटै, नेपालको गएको पनि एउटै, यहाँको गएको पनि एउटै भएकाले चाहिँ सँगै थियौँ। तर भेटघाट चाहिँ अलिक कम थियो। आज जुटिरहेका छौँ र सुमन भाइलाई चाहिँ म आज केही कुराहरू सोध्न गइरहेको छु है। सुमन भाइ, तिमीलाई चाहिँ जापान आउँदा बित्तिकै होइन, जापान आउँदाखेरि सबभन्दा रमाइलो लागेको क्षण चाहिँ कुन थियो होला? जापान आउँदाखेरि अब सुरुमा त अब अलि रमाइलो लागेको थियो दाइ। अब सुरुमा कस्तो रमाइलो भन्लान् भने अब आँखाले हेर्दाखेरि अलि हाम्रो देशभन्दा विकसित देश चाहिँ रमाइलो लागेको थियो। तर त्यो एक्लो जीवन होइन, परिवार बिना हामीले जुन कटाइयो अब अलि गाह्रै थियो। अब एक हिसाबले सजिलो पनि थियो, एक हिसाबले गाह्रो पनि थियो दाइ होइन। अनि नेपालमै हुँदा है, हजुर, नेपालमा हुँदा चाहिँ जापान आउने निर्णय चाहिँ कसरी गरेका थियो होला? अब मेन यसरी म जापान जान्छु यो हिसाबले गर्छु भन्ने सोचाइ त मेरो थिएन दाइ होइन। पहिल्यैदेखि आफ्नै देशमा केही गरौँ भन्ने सोचाइ थियो। अब देशको सिचुएसन त्यस्तै छ, आफूले त्यही हिसाबले अब त्यो उमेर पनि त्यस्तै भयो, न पढाइमा ट्यालेन्ट भइयो होइन। अनि त्यसपछि अब सबैले यताउति भनेर गइदिउँ न त, अब नेपालमा बसेर पनि खासै त्यति ऊ छैन भनेर अलि त्यो उमेरै त्यस्तै थियो, त्यही हिसाबमा अब जाऊँ भने हिँड्दियौँ दाइ। त्यही हो सबभन्दा मलाई चाहिँ जापान आउने होइन, हामी सबैजना आयो नि त, सबैजना जापान आउने चाहिँ रिजन चाहिँ खासै छैन कि है। मलाई लाग्छ हामी सबैजना चाहिँ एकजना गयो, त्यसपछि लगत्तै म पनि जाऊँ कि म पनि जाऊँ कि भनेर आउने धेरै छन् जस्तो लाग्छ कि मलाई। हामी पनि त्यही नै हो, तर अरू पनि त्यस्तै छन् होला जस्तो लाग्छ कि मलाई चाहिँ। त्योभन्दा पनि यस्तो हो दाइ, जापान आउने धेरै जस्तो चाहिँ के हो भनेदेखि अब तपाईँको बाध्यताले जाने भनेको खाडी मुलुक हो कि होइन ल भन्नुहोस् त। अनि हामी भनेको चाहिँ अब नेपालमा केही गर्नलाई अलिकति पढाइ राम्रो भयो त अब नेपालमा केही गरिन्थ्यो होला, पढाइमा पनि ठिक्क ठिक्क टाइपको। अनि अब नेपालमा 10-20 हजारको जागिर खाएर गर्ने कि हो र होइन, त्यही सोच्यो। अनि त्यो पनि हो है। अनि तिमी जापान आएदेखि होइन, आउँदाको दिन हुन्छ नि, अनि काम खोज्दाको दिन होइन, यिनीहरूमा चाहिँ तिमीलाई कतिको सहज भयो? अनि गएको पहिलो दिन सहज भन्दा नि हामी आउने बेलामा त अहिले जसरी अलि धेरै नेपालीहरू थिएनन्, हामी आउने बेलामा अलिक कम थिएन भनौँ। तर छन त थिएन, तर अलिक कम थिएन। अहिलेका मान्छेहरूलाई सजिलो होला, तर हामीलाई चाहिँ अलिकति गाह्रो थियो। सुरुमा अब केही थाहा पनि थिएन, यताउति आफ्नो चिने जानेको मान्छेहरू थिएनन्। बिस्तारै सोच विचार गरेर एउटा काममा छिरियो, त्यहीँबाट चाहिँ अलिकति आफ्नो गोल बन्यो क्या, अलि यताउति सबै चिनियो होइन। हामी आउने बेलामा लगभग नेपालीहरू थोरै नै थिए कि। त्यसपछि अहिलेको अवस्था र त्यो अवस्थामा अहिले चाहिँ कति
होइन, ती 3 महिना 4-4 महिनामा आएको भएछ नि त, त्यति बेला चाहिँ अलिक कम थियो। त्यति बेला अलिक कम थियो। अब हामीहरूलाई लाग्छ कि सेम्पेहरूसँग बोल्न पनि अलिक कठिन लाग्थ्यो कि त्यति बेला चाहिँ, होइन। अनि जापान आइसकेपछि जापान र नेपालको विद्यार्थी लाइफ हुन्छ नि, त्यसमा चाहिँ भिन्नता के छ सुमन? अब नेपालको विद्यार्थी लाइफ भनेको चाहिँ धेरै सहज सजिलो हो दाइ, किनकि अब नेपालमा हामीले काम गर्नु पर्दैन होइन। त्यही हिसाबले हाम्रो एउटा पढ्ने गोल लिएर नेपाली विद्यार्थीहरूले नेपालमा पढ्छन्। तर यहाँ चाहिँ अब काम सँगसँगै लिएर पढ्नु पनि पर्यो होइन। त्यही हिसाबले हुँदाखेरि चाहिँ अलिकति गाह्रो त गाह्रो छ दाइ पढ्नलाई। पढ्न गाह्रो कसरी भने काम पनि आफै गर्नु पर्यो, सबै चिज एक्लै गर्नु पर्यो कि है, हुन्छ नि। सबै सङ्घर्ष चाहिँ एक्लै छ क्या, टाइम टेबल मिलाउनु पर्यो, त्यो भएर चाहिँ अलिक गाह्रो छ। अनि नेपाल र जापानमा के हुन्छ नि, अनि यो काम गर्नेहरूदेखि लिएर होइन, स्यालेरीदेखि लिएर सम्पूर्ण चिज के फरक हुनाले कि यसले गर्दा पनि धेरै मान्छेहरू चाहिँ विदेश जापान आउने लहर होइन बढिरहेछ कि जस्तो लागिरहेछ कि मलाई। नेपालमा अलि त नेपालमा अब हाम्रो टाइम टेबललाई फलो गरिन्न, हामी हाम्रो हिसाबले चल्छौँ नेपालमा हो कि। हामी त्यो भएर बिग्रेको पनि त्यो हो क्या। एक हिसाबले चाहिँ हामी हाम्रो हिसाबले भन्दा पनि तपाईँको टाइमको हिसाबले चल्छन् यहाँको, त्यो भएर चाहिँ यहाँ धेरै विकास भइरहेछ दाइ होइन। हामी आफ्नो घडी होइन कि त्यो घडीलाई टाइम बनाएर त्यही अनुसार सेड्युल बनाएर जाने हो नि त। हामी चाहिँ समयअनुसार हिँड्नुपर्ने मान्छे हो नि त है। हामीले चाहिँ समयलाई नै हाम्रो पछाडि हिँड्नाले जस्तो जान्छौँ। नेपालीहरूको बानी नै, हामी सबैको बानी नै यो भयो कि है। अनि लगत्तै हामी पछाडि पनि धेरै आइसक्यो कि है। मलाई लाग्छ कि हामी आउने बेलामा चाहिँ हामी सेम्पेहरूसँग होइन, आफूभन्दा ठुलाहरूसँग पहिला आएकासँग चाहिँ बोल्न अलिक डर लाग्ने त्यो अवस्था थियो भने, जस्तै अहिले आएको भाइ बहिनीहरू हुन्छन् नि है, यिनीहरूलाई चाहिँ सेम्पेहरूसँग पहिले आएको मान्छेसँग खासै बोल्न चाहिँ नडराउने, बोलिहाल्ने। हामीलाई चाहिँ अलिक अप्ठ्यारो लाग्थ्यो। अब के भन्दा अलि आफूभन्दा ठुलो टाइपको अलि यताउति अलि अप्ठ्यारो लाग्थ्यो। अहिले त अब अलिक फ्रेन्डली टाइपले भइहाल्छ होइन। भइहाल्छ कि यो अवस्थाले पनि होला है, अवस्थाले टाइम चेन्ज हुँदै जान्छ भन्छ नि, फरक परिवर्तन हुँदै जान्छ, यो नै भइदियो कि है। अनि नेपाल र जापानमा के है, अब नेपालमा पनि गर्ने कामै हो, जापानमा पनि गर्ने कामै हो नि त है। तर नेपालमा चाहिँ खासै रातिको कामहरूदेखि लिएर यो चाहिँ खासै गरेको पाइँदैन, नाइटको कामहरू है। यो जापानमा चाहिँ 24 घन्टा के होइन, यो चाहिँ टाइम अनुसार होइन 24 घन्टा काम हुने हो भने होइन देश पनि विकास हुन्छ जस्तो लाग्छ कि मलाई। तिमीलाई चाहिँ के लाग्छ यो विषयमा? यो विषयमा चाहिँ त यस्तो हो, अब नाइट पनि काम हुँदाखेरि विकास त हुन्छ दाइ होइन। त्यहाँ नाइट काम मात्रै नभएर तपाईँको यहाँ चाहिँ अब सबै कुरो रुल्स रेगुलेसनमा चलिरहेको छ। हाम्रो देशमा के हुन्छ भनेदेखि ठुला मान्छेहरूलाई कानुन लाग्दैन, जो गरिब उहरूलाई कानुन लाग्ने हुन् होइन। त्यो भएर चाहिँ मैले कहिलेकाहीँ देख्छु कि है, हामी काठमाडौँबाट घर हुँदै जाने बेलामा दिउँसो मण्डल चाहिँ बाटो खनिरहेको हुन्छ ब्याककोटले है। अनि हामीहरू चाहिँ जाममा परेर कि 2-3 घन्टा 4-5 घन्टा चाहिँ जाममा परेर बसेको पनि अवस्था छ नि त है। अनि मैले जापानमा देखिरहेको छु कि जापानमा काम गर्न राति जाने बेलामा जति बेला पनि गइन्छ नि, त्यो दिउँसोमा चाहिँ बाटोहरू खुल्ला हुन्छ कि होइन। जब रात पर्छ नि, रात पर्यो भने बल्ल काम सुरु हुन्छ, गाडीको सङ्ख्या नि कम हुन्छ नि त रातिको समय होइन। त्यस्तो मिलाएर काम गर्ने भने अरूलाई पनि अवसर गर्न पर्ने तरिकाले काम गर्ने भने होइन विकास हुन्छ जस्तो लाग्छ कि मलाई पनि त्यो होइन। नेपालमा एउटा निगेश भुषालले भनिरहेको थियो नि होइन, तिनको भनाइ थियो कि नेपालमा चाहिँ ढुङ्गा बेचे पनि पैसा छ, माटो बेचे पनि पैसा छ, रुख बिरुवा बेचे पनि जे बेचे पनि पैसा छ भन्दै नि नेपालले पनि त्यो फलो गरेर होइन रातिमा काम गर्ने, नेपालका ढुङ्गाहरू सबै बेच्ने भने होइन नेपाल एक्कासी विकास हुन्छ जस्तो लाग्छ कि मलाई। त्यो पनि हो। अब मेन यस्तो हो, ठुलो ठाउँबाट अलिकति मेन त अब हामीले नेताहरूलाई दोष दिन्छौँ। खासमा यसको दोषी भनेको त जनताहरू हुन्। नेता भनेको सङ्ख्यामा गन्न सकिन्छ, जनता भनेको 3 करोड जनसङ्ख्याले चाहिँ ल एक हिसाबले चलिदियो भने त अनि त्यो सरकारको पनि के लाग्ने हो र होइन र? सरकारको केही लाग्दैन, देखियो नि त होइन। भाद्रको 23-24मा अहिले हामी चाहिँ अलिक कुरालाई चाहिँ हामी अलिक सिरियसली भएर हाम्रो नेपालकैतिर कुरा बगिरहेका छौँ। हामी चाहिँ खास कुरा चाहिँ हाम्रो चाहिँ जापानको बारेमा चाहिँ धेरै कुराकानी गर्न खोजिरहेका हौँ। जापानमा हामी आइसकेको छौँ भने त्यसपछि हामीहरू काममा जाने बेलामा, काम खोज्ने बेलामा होइन
हामीहरूले भाषाले पनि त अलिकति असर भाषाले पार्यो है। अलिकति होइन धेरै असर धेरै पार्यो परेन। नि होइन। यसको बारेमा चाहिँ तिमीलाई चाहिँ कस्तो लाग्छ कि काम खोज्दा कति गाह्रो भयो तिमीलाई? गाह्रो त गाह्रै थियो त यार, भाषा अब केही आउने थिएन, त्यहाँ माथि इसाराको भरमा। अब हामीले नेपालमा चाहिँ के हिसाबले उ गऱ्यौँ भनेदेखि वहाँ गएपछि त इसाराभरले पनि बुझिहाल्छौँ। हामीले यहाँ पढे पनि अब त्यो टोन फरक पर्छ, त्यहाँको टोन फरक पर्छ होइन। पढेर काम छैन भन्ने त्यही हुटहुटी लागेर हामी नपढी आयौँ। त्यो भएर अब यहाँ काममा अरूले गरेको गल्तीको पनि अब हामीले दोष खानुपर्छ। अब त्यो मैले गरेँ होइन भन्न आउन्न नै होइन। तिमी चाहिँ स्टुडेन्ट भिसामा होइन, विद्यार्थी भिसामा जापानै आउनुको चाहिँ कारण चाहिँ विद्यार्थी भिसामै के? यस्तो थियो दाइ, अब विद्यार्थी भिसामै चाहिँ किन भन्लान् भनेदेखि अब विद्यार्थी भिसामा चाहिँ तपाईँको सुरुवाती फेजदेखि सबै कुरा सिकेर होइन, सबै कुरा सिकेर उ गरौँला भनेर। अब वर्किङमा जानको लागि चाहिँ अलिकति उमेर बढी हुनु पनि पर्छ एक हिसाबले होइन। काम गर्नको लागि कामदार भनेपछि त उमेर अलिक परिपक्वको उमेर हुनु पर्यो नि त, त्यो थिएन। एउटा 19-18 वर्षको मान्छे भनेको अलि एउटा ऊर्जाशील समय हो नि त त्यो समय। त्यस कारणले चाहिँ विद्यार्थीमै गएर पढ्छु, पढेर केही सिक्छु अनि त्यही हिसाबले गर्छु। 5-7 वर्ष बस्छु अनि फेरि आफ्नै देशमा फर्केर विकास गर्छु भन्दा पनि आफूले एउटा केही गर्छु भन्ने सोचेर आएको हो दाइ। अब यहाँको यो उसमा अवस्थाले अलिकति घुमाइरहेछ। नेपालमा बस्दा के है, नेपालमा बस्दाखेरि जापान कस्तो होला होइन, के होला भनेर चाहिँ जापानको बारेमा के सोचिरहेको थियो? अब मैले त खासै त्यसरी रिसर्च गरेर त हेरिनँ कि दाइ होइन, तर हल्का फुल्का अरूले भनेअनुसारले नियम कानुनहरूको पालना धेरै हुन्छ, अलिकति टाइट कडा टाइपले अब बोल्दै गइन्छ, अब निस्किहाल्छ दाइ होइन। निस्किहाल्छ। अब कस्तो भयो भने हामीहरू पनि लगभग आएको 4 वर्ष लगभग हुन लाग्यो कि 4 वर्षमा गएकोमा जाऊ जापानिज भाषा होइन, बोल्नुभन्दा पनि सुन्नुपर्ने, काममा जाऊ बोल्नुभन्दा पनि सुन्नुपर्ने, यो हुँदा चाहिँ अलिकति हामीलाई पनि अलिकति यो लत बिग्रिसकिरहेको छ कि है। लत अब नेपालमा चाहिँ हल्का फुल्का इङ्ग्लिस आउँथ्यो, अब यहाँ त त्यो इङ्ग्लिस पनि यसो सोच्यो एउटा नेपाली वर्ड आउँछ अनि त्यसपछि ठ्याक्कै जापानिज आउँछ। सही। अनि जापानिज भाषाको होइन विद्यालयको अहिले सेनमन त हामीले नियोङ्गो गएको त सकिसक्यो है, सेनमनको चाहिँ अनुभव कस्तो छ तिमीलाई चाहिँ अहिले? सेनमनको चाहिँ अनुभव अब विद्यार्थी समय चाहिँ अब केही थाहा छैन भनेर बित्यो। अब सेनमनमा चाहिँ सबै आफैले गर्नुपर्ने हुन्छ। अब तपाईँको स्कुलको डकुमेन्टहरू पनि नियोङ्गाकोमा यिनीहरू भर्खर आएको केही थाहा छैन भनेर सबै टिचरले गरिदिनु हुन्थ्यो होइन। त्यो भएर हामी एउटा अलि खुल्ला आकाश टाइपको थियौँ। अब सेनमनमा सबै आफैले गर्नुपर्ने हुन्छ क्या यसमा चाहिँ। सही कुरा के, नियोङ्गाकोमा कि भर्खरै आएको नेपालबाट होइन, यिनीहरूलाई केही थाहा त्यो भनिन्छ। काममा पनि त्यही हुन्छ नि त, काममा नि। सही, यो चाहिँ मैले पनि अनुभव गर्न पाएँ आज सुमनमा है, सही कुरो यो होइन। अनि पढाइको कठिन होइन, पढाइको कठिन त अब चाइनिज अक्षर होइन, अब खान्जी हेर्नु न दाइ। अब हामीले त्यो नेपालीमा त्यो अब कको रसो दीर्घ यताउति थाहा नहुने मान्छेलाई झन् यो खान्जी कता कता घुमाएर एउटा तेन छुटेपछि त्यो सबै मिस्टेक भयो होइन। सही कुरा, यो चाहिँ सिक्दै जाँदा त सिकिएला होइन, सिकिसक्यो अहिलेसम्म। अहिले त धेरै पहिलाभन्दा त पहिला पहाड सोचेको थियौँ, अहिले त जे होस् हामीले थोरै मेहनत गऱ्यो भने सकिन्छ भन्ने जस्तो फेसमा त हामी आएको छौँ नि त। अनि पढाइको भए अनि नेपालको होइन शिक्षकहरूको पढाउने शैली र जापानहरूको सेन्सेईको पढाउने शैलीमा चाहिँ केही फरक तिमीलाई के लागिरहेछ? नेपालमा चाहिँ तपाईँको नचाहिने कुराहरू धेरै पढाइन्छ होइन, जस्तो कि अब अलि हामीले प्रयोग नगरिने कुराहरू क्या होइन, जस्तो कि जीवनीहरू कुनै प्रयोग छैन होइन। मैले यो कुरा पहिला पनि गरिरहेको छु। अनि तपाईँको हामीले ल 12 वर्षमा के पढ्यौँ, हामीले 2-4 वर्षमा तपाईँको यहाँ अलि राम्रो विषय लिएर पढ्यो भने धेरै अगाडि बढ्न सकिन्छ क्या होइन। पढाइमा चाहिँ अब जुन बाटो देखायो त्यही बाटो हिँड्ने हो होइन। 12-13 वर्षसम्ममा हामीले के पढ्यौँ भन्दाखेरि आजसम्म त्यही एउटा नेपाली अक्षर पढ्न सकिन्छ, त्यही त हो दाइ होइन र? सही कुरा। कस्तो हो भने नेपालको पढाइ चाहिँ पढाइ मात्रै भयो कि होइन, जीवन त्यो घोकाइयो अनि त्यो गराइयो, न म्याथका त्यो हिसाबहरू काम लाग्यो होइन, न घोकेका त्यो मार्सलका परिभाषाहरू तिनीहरू के काम लाग्यो नि त यार होइन। लाग्ने हुन त त्यही विषयमा गइयो भने त काम लाग्ला। के भयो भने नेपालमा चाहिँ
एउटा मात्रै विषय होइन, यो विषयमा तँ जानुपर्छ भनेर त्यसैमा हिँडालिएन कि हिँडालिएन होइन। नेपालमा चाहिँ के गर्यो भने एउटा खोलो होइन, खोलोमा चाहिँ चारैतिर त्यसको नाली फिजाइदियो कि जता जान्छ जा भनेर नाली फिजाइदियो कि। अब एउटा मान्छे कता जाने त्यहाँ होइन, त्यहाँ कता जाने है, त्यस्तो भइदिरहेको छ। त्यो चाहिँ है, त्यो चाहिँ गाह्रो हो कि नेपाल। मलाई के लाग्छ भने नेपालमा पनि होइन जिन्दगीमा होइन लाइफमा चाहिँ युज हुने खालको पढाइ होइन अहिले पाठ्यशैली पाठ्य पुस्तकहरू चाहिँ चेन्ज गरिनुपर्छ भन्ने चाहिँ लाग्छ। अब तपाईँ र मैले भनेर चेन्ज हुने त होइन। त्यो पनि कस्तो भने हामीबाटै हुने कुरा अहिले हामीले उठायौँ भने फेरि कसैले यी कुराहरू उठाउलान् होइन। पहिला पनि त अहिले महावीर पुनलाई हेर न, महावीर पुनले चाहिँ अहिले कस्तो राम्रो राम्रो होइन योजनाहरू लिनुभएको छ नि। त्यस्तो योजनाहरू चाहिँ सुरुबाटै हुँदै हुँदै जाने त हुने, बिस्तारै हुँदै जान्छन्। अनि काम गर्दै जाँदा कि जापानमा आयो, काम गर्दै जाँदा होइन कति चुनौतीहरू भोग्नु पर्यो। केही छन् चुनौतीहरू त्यस्तो भोग्नु? चुनौतीहरू त दाइ अब एक छाक खाएर अब दिनरात काम गरियो दाइ होइन। त्यो समयमा घरमा मम्मीले खाना बनाएर बोलाउँथेन, हामी गेम खेलेर बसिन्थ्यो, मतलबै हुन्न थियो होइन। यहाँ अब त्यही खाना नखाई काम गरिरहेछ, बिहान दिउँसो भन्यो हिँड्यो होइन, टाइमै हुन्न। त्यही हो कि सबभन्दा मैले नै एउटा कुरा सोचिरहेको थिएँ कस्तो भने दिन रात काम छ कि होइन, दिन रात काम छ। अब घर आउने पनि समय छैन। अस्ति भरे धेरै साथीहरूको त कस्तो छ भने काम अब राति काम गर्नेहरूको कि राति काम हुन्छ, बिहान काममा जान्छ, फेरि गएको जान्छ, फेरि रातिको काम जान्छ। यस्तो मैले धेरै भोगिरहेको छु नि है। अनि यिनै कुराहरू छन् नि त। अब कसरी परिवर्तन गर्दा ठिक हुन्छ होइन। हामीहरू त आएर भोगिसक्यो अलिकति समय है, लगभग 4 वर्षमा अलिकति कुराहरू भोगिसक्यो कि अलिकति होइन, धेरै कुरा भोगियो होइन। अब आउने नयाँ भाइ बहिनीहरू पनि त छन् नि होइन। यी भाइ बहिनीहरूलाई चाहिँ नेपालबाट चाहिँ जापानको बारेमा के कुराहरू पढाएर होइन सिकाएर पढाएर बताउन ठिक हुन्छ जस्तो लाग्छ तिमीलाई? निहोङ्गो मात्र नभएर अरू अब निहोङ्गो अब मेन विषय त निहोङ्गो हो होइन। त्यस पछाडि चाहिँ जे होस् ठुलो अपेक्षा नराख्नुहोस् होइन। यहाँ आउँदै हुनुहुन्छ भने चाहिँ ठुलो अपेक्षा नराख्नुहोस्। एउटा साधारण जीवन बिताउनको लागि होइन। अब धेरै ठुलो अपेक्षा राखेर आयो भने चाहिँ त्यो मान्छेले धोका खान्छ होइन। त्यो भएर अलिक ठिक्क हिसाबले यहाँ अलिक मेहनत गऱ्यो भने नकमाइने पनि होइन, कमाउन पनि कमाइन्छ। अब त्यही हिसाबले खर्च पनि हुन्छ, आफूले कुन हिसाबले चल्ने हो त्यही हिसाबले चल्ने हो होइन। जापानमा चाहिँ कस्तो छ भने हामी चाहिँ जापानमा हामी आउँदा पनि होइन, हामी त पहिला आएकाको साथीहरूको दिदी दाइ बहिनी होइन सबको देखिन्थ्यो कि जापानमा आएपछि अब उनीहरूले चाहिँ कति दुःख गरेका रहेछन् त हामीलाई बल्ल यहाँ थाहा भयो होइन। तर हामीलाई चाहिँ उनीहरूले एउटा फोटो हाल्यो भने ओहो यसले सुगर पाएर यसले कति गरेको रहेछ भन्ने सोचिरहेको थियो कि है। तर हामी पनि मै पनि यहाँ आएपछि ठ्याक्कै त्यसको विपरीत भयो कि है। एक दिन चाहिँ फोटो खिच्यो 10वटा फोटो खिचेर त्यही फोटो चाहिँ पालै पालो हाल्ने होइन, त्यस्तो अवस्था रहेछ कि जापानमा। त्यो हाल्छन् अनि नेपालमा सोध्छन् ओहो त्यहाँ त ल 2-3 घन्टा 1 घन्टा कमाएपछि त्यति पैसा आउँछ अरे, ल हेर त आनन्दको घुमेको छ रमाएको छ, यस्ता राम्रा राम्रा फोटा खिचेर हालेछन् भने होइन। एकछिनको फोटोले मान्छेको जीवनको हो होइन। जापान आएर नराम्रो छैन, राम्रो छ होइन, धेरै राम्रो छ, भविष्य राम्रो छ। तर धेरै चाहिँ ठुलो आश चाहिँ राख्नु भएन कि, धेरै ठुलो सपना बोकेर आउनु भयो भने चाहिँ त्यो धोका खाइन्छ कि। अनि नेपालबाट आउँदै हुनुहुन्छ भने धेरै कुरा सिकेर आउनुपर्छ कि। जापानमा चाहिँ पढाइ मात्र नभएर जापानको रुल्सहरू होइन धेरै कुरा सिक्नुपर्ने छ। नेपालमा चाहिँ हामीहरू टाइमको खासै भ्यालु राख्दैन कि होइन। जापानमा आउने मान्छेले सबभन्दा पहिला चाहिँ टाइम अनुसार चल्न सिक्नुपर्ने रहेछ कि, त्यो चाहिँ सिकेर आउनुपर्छ है। जस्तै तिमीलाई थाहा छ काममा चाहिँ होइन 1 सेकेन्ड ढिलो भएर होइन काममा फर्काएको पनि दिन्छन् नि धेरैलाई होइन। यहाँनिर नेपालमा चाहिँ तपाईँको कुनै साथीलाई अब 1 घन्टा हामीले 1 घन्टा अगाडि बोलायौँ भने पनि आफू 1 घन्टा पछाडि गयो भने पनि खासै फरक पर्दैन। तर यहाँनिर चाहिँ त्यो साथी नै यहाँ जपनिजहरूले अब 1 घन्टा 1 घन्टा ढिला गएन भने त त्यो साथी भन्दैनन् क्या, तिनीहरूले अलिकति नराम्रो सोच्छन्। कस्तो भने जापानमा चाहिँ यति बजे भनेर ठ्याक्क टाइम कि होइन, म यति बजे यो काम गर्छु भनेर चाहिँ पहिले किमे गरेर बसिसकेको हुन्छ कि होइन। जस्तै काममा पनि कतिजना मैले नै फर्काएको रेकर्ड छ है। अनि बसमा पनि कतिजना बस छुटेर आएको रेकर्डहरू छन् नि त। त्यही भएर टाइमको चाहिँ भ्यालु होइन। अब अहिलेदेखि नै यो भिडियो नेपालबाट हेर्दै हुनुहुन्छ भने यो कुरा चाहिँ नेपालबाट पनि ध्यान दिनु होला, जापानमै पनि हुनुहुन्छ भने यो कुरालाई चाहिँ ध्यान दिनु होला। किनकि अहिले मात्रै नभएर पछिसम्मलाई काम लाग्ने चिज हो यो भनेको है। होइन हामीले पढ्न त
कति 4-5 कक्षामा पढियौँ, समय चाहिँ मूल्यवान वस्तु हो भनेर त नेपालमा हामीले यसलाई खासै लिगेनौँ दाइ होइन। नेपालमा चाहिँ त्यस्तै भयो क्या। नेपालमा अब खासै कस्तो छ भने नेपालको अवस्था मैले बुझ्दा है, हाम्रो बाबाले पनि एकजनाले काम गरे हामी सबै 7-8 जनाको परिवार पाल्न सक्नुहुन्छ कि है नेपालमा चाहिँ, अझै पनि सक्नुहुन्छ होइन। नेपालको अवस्थामा चाहिँ जापानमा चाहिँ एकजनाले चाहिँ 2 जना परिवार पनि पाल्न सक्दैन एकजनाको कमाइले। जापानमा भनेको चाहिँ आफ्नो लागि आफै कमाउनु आफै खर्च गर्नुपर्ने अवस्था छ कि है। त्यो भएर चाहिँ हो धेरै कुराहरू हामीले पनि सुन्यो नि त, हामीबाट धेरै पहिलाबाट आउनुभएका कुकहरूमा आउनुभएका होइन, उहाँहरूबाट धेरै कुरा सुनिराख्दाखेरि अनि अहिलेको जापानको चाहिँ रुल्स के अलि फरक भइरहेको छ नि त होइन। धेरै होटल व्यवसाय गर्नेहरू व्यवसायीहरू होइन, उहाँहरूको चाहिँ भिजा अहिले कम दिइराखेको छ कि। अहिले कसै जुम्मी भिसा भन्दै 30 दिनको भिजा दिने, 1 महिनाको होइन, त्यसपछि 6 महिनाको भिजा दिने, यो भइरहेको छ कि। अहिले चाहिँ वर्किङहरूलाई मात्र बिजनेसहरूलाई मात्र नभएर अहिले चाहिँ यो चाहिँ स्टुडेन्टहरूमा पनि भइरहेको छ कि है। कहिले हामीले न्युजहरू देखिरहेको छौँ नि त, फुकुओकामा 200 जना स्टुडेन्टहरूलाई घर पठाउँदैछ होइन, 200 दिनको कति 1 महिनाको भिजा दियो होइन, टोकियोमा जुम्मी भिजा दियो भन्ने आइरहेको छ नि त है। यो कुरामा चाहिँ अब के यो नहुनको लागि चाहिँ हामी विदेशीहरूले के गर्नुपर्छ? विदेशीहरूले यस्तो अहिले चाहिँ तपाईँको अब विदेशीहरूले चाहिँ धेरै अब एक त विदेशीहरू धेरै भएन, अनि अर्को त अब यहाँको जपनिजहरूले चाहिँ विदेशी चाहिँ उनीहरूको हिसाबले चलेनन्, नियम कानुनहरू पालना गरेनन् होइन। अब सिग्नल तपाईँको 2-2 पाइलामा सिग्नल हुन्छ, त्यो सिग्नलहरू पालना गरेनन् होइन। अनि अलिकति अब उनीहरू अलिकति बोल्दाखेरि पनि आफ्नो बोल्दाखेरि पनि हरेक शब्दलाई अब इङ्ग्लिसहरूमा त अब त्यो हुन्न नि त, अलि शब्दहरू तपाईँको ठुला मान्छेलाई आफूले साना मान्छेलाई कसरी बोल्ने त्यो तरिकाहरूलाई पनि यिनीहरूले अलि मन पराइराखेका छैनन् क्या। त्यो हिसाबले चाहिँ अब अनि एकचोटि प्रोग्राम भइरहेको थियो कि है। हजुर। अनि म पनि त्यसमा चाहिँ सहभागी हुने मौका पाएँ कि। अनि त्यति बेला चाहिँ जापानिजहरूले चाहिँ मेरो साथमा थियो नि त, जापानिज साथी थियो, उसले भन्यो कि होइन यो जापानमा चाहिँ विदेशीहरूलाई चाहिँ अलि धेरै हुन्छ नि, उनीहरूलाई चान्स धेरै दिइयो कि होइन। अहिले चाहिँ जापान पनि विदेश जस्तै हुन लाग्यो, तेरो नेपाल जस्तै हुन लाग्यो। अहिले दसैँ पनि मनाएको छ, तिहार पनि मनाएको छ, सबै चिजमा बिदा खोजेको छ होइन, सबै चिज बिदा बसिरहेको छ नेपालीहरू होइन, सबै नेपाल जस्तै भयो भनेर भन्यो कि साथीले है, जापानिज साथीले। हुन पनि त्यस्तै भयो कि है। अब पहिला चाहिँ अलिकति नेपाली हुन्थ्यो र त्यस्तो मतलब हुन्थेन, अहिले त धेरै नेपाली भयो। दसैँ पनि तिहार पनि तिज पनि होइन, तिजको बेलामा चाहिँ बाहिरै प्रोग्राम गर्ने यो अवस्था आइसक्यो नि त होइन। कम्पनीमा पनि तपाईँको 20 जना काम गर्छन् भने 15 जना अब नेपाली छन् भने चिज त उनीहरूले दसैँको बेलामा सबै 15 जनाले बिदा लिइदिएपछि त कम्पनी कसरी चल्ने हो होइन। सही कुरो भयो, यो कुरोले असर पार्यो कि। अनि पछिल्लो समयमा के होइन यो रुल्सहरू होइन नमान्नाले जस्तै हुन्छ नि, कस्तो भने जापानमा चाहिँ काम गरेको पनि ट्याक्स तिर्नुपर्छ, हरेक कुराको ट्याक्स तिर्नुपर्छ क्या। यो ट्याक्स नतिर्नाले पनि नेपालीहरूलाई चाहिँ धेरैलाई चाहिँ जुम्मी भिजाहरू दिने यो गरिरहेको छ जस्तो लाग्छ मलाई। इन्सुरेन्स ट्याक्सहरू नतिरेर मान्छेहरूले अब इन्सुरेन्स ट्याक्सहरू धेरै आउँछ, त्यो तिरेका हुन्नन् होइन। स्टुडेन्टमा त अब अहिले हाम्रो पालिबाट चाहिँ अब तिर्न थाले, पहिलाकोले त खासै तिरेको हामीलाई पनि अब सेन्पाईहरूले भन्थे नतिरे पनि हुन्छ त्यो भनेर सुन्नु भएको थियो होला तपाईँले पनि, मैले चाहिँ सुनेको थिएँ होइन, नतिरे पनि हुन्छ उनीहरूले नतिरेको थिएन। अब पछि वर्किङ लगाउने बेलामा त अब उनीहरूलाई तिर्नै पर्यो होइन, किनकि यहाँ त सबै रेकर्ड बसिराखेको हुन्छ नि त होइन। त्यो नतिरिकन त अगाडिको प्रोसेसिङहरू कसरी बन्ने हो र। अनि नेपालबाट अघि नै हाम्रो एउटा कुरा भएको थियो नि त, नेपालबाट आउने नयाँ विद्यार्थीहरूलाई जापानिज मात्रै नभएर रुल्स पनि सिकाइदिनु भन्ने कुरा थियो नि। नेपालबाट आउँदै हुनुहुन्छ भने होइन, अब आउनेहरूले चाहिँ यो कुरा पनि ध्यानमा दिनु होला कि जापानमा चाहिँ हर कुराको ट्याक्स दिनुपर्छ कि है होइन। नेपालमा हामीले सोचिन्छ कि अब जाने हो काम गर्ने हो पढ्ने हो होइन, गएको स्कुलको पैसा मात्रै दिने हो भन्ने मात्रै नसोच्नु होला, धेरै कुराको ट्याक्स तिर्नुपर्छ यहाँ है। वर्षमा लगभग पनि 1 लाख 2 लाख रुपियाँको चाहिँ ट्याक्स मात्रै आउँछ होइन। घरको इन्सुरेन्सहरूदेखि लिएर घरको होइन रुमको भाडाहरूदेखि लिएर पानी बिजुली सबै आफूले गर्नुपर्ने हुन्छ कि। यो कुरालाई पनि ध्यान दिनुपर्छ कि होइन। यस्तो हुन्छ प्रायः जस्तो चाहिँ नेपालमा खासै नेपालमा अब अलि माया गरेर हुर्केका हुन्छन्, अनि त्यस कारणले चाहिँ आफ्नो बाबुआमालाई चाहिँ हामीले अब म पढ्दिनँ म खेल्न जान्छु भने पनि हुन्छ क्या। तर यहाँनिर चाहिँ अब उनीहरूले राखेको नियम हामीले
जसरी पनि पालना गर्नु पर्यो भन्ने उनीहरूको धारणा हुन्छ जस्तै क्या होइन। म एकचोटि बिरामी भएँ त छु है, हजुर। तपाईँलाई थाहा छ। त्यति बेला म 5 दिन बिदा बसेँ कि है। जस्तै 5 दिन बिदा बस्दाखेरि मेरो चाहिँ हुन्छ नि पर्सेन्टेज धेरै घट्यो कि होइन। त्यो भएर जापानमा चाहिँ सब कुराको लेखाजोखा राखेर है, धेरै केबिसी गर्छ कि है, धेरै टाइट गर्छ कि स्कुलमादेखि लिएर हर चिजमा कि है, सबै कुरामा धेरै टाइट गर्छ कि। त्यो भएर नै धेरै कुराहरू चाहिँ ध्यानमा दिनुपर्ने छ। हामी अब नेपालमा हुँदाखेरि रुगा लाग्यो, टाउको दुख्यो भनेर बिदा लेखिदिन्थ्यौँ। यहाँ चाहिँ त्यो हुन्न। अब गएर हस्पिटलमा गएर रिपोर्ट बुझाउनु पर्यो होइन। त्यही हिसाबले अब रिपोर्ट बुझाए पनि 100% तपाईँ एटेन्डेन्स त कहाँ हुन्छ र। यस्तो रहेछ कि रिपोर्ट पनि कुन चिजको रिपोर्ट बुझाउने भन्ने रहेछ कि। रिपोर्ट बुझाएपछि कुन चिजको रिपोर्ट बुझाएपछि बल्ल चाहिँ हुन्छ नि हाजिर होइन, त्यो चाहिँ लाग्ने रहेछ कि। रिपोर्ट पनि फरक हुँदो रहेछ कि है। यो कुराले पनि धेरै असर पार्ने कि हामी युगाको विद्यार्थीहरूलाई युगाको है। अनि लगभग पनि अबको अवस्थामा के होइन के गर्दाखेरि चाहिँ हामीहरूलाई क्या जुम्मे भिसा पाउन चाहिँ कम होला जस्तो लाग्छ कि तिमीलाई विदेशीहरूले चाहिँ। विदेशीहरूले त अब सबैभन्दा मेन कुरो त नियम पालना गर्ने हो होइन। अनि एक त अर्को हिसाबले हामी कम्पनीमा गइसकेपछि त्यही हिसाब कम्पनीको नियमहरू पालना गरेर होइन आफ्नो सबै कुरा भित्रदेखि बाहिरसम्म जपनिजहरूले जसरी हिँडिराखेको छन् त्यो हिसाबले चल्नुपर्छ क्या। एउटा उखान छ नि तपाईँको, लङ्गडको देशमा गएपछि चाहिँ खुट्टा सधैँ भए पनि खुट्टा उचाल्नुपर्छ होइन। किनकि उनीहरूकै हिसाबले चल्नुपर्ने टाइपको हुन्छ नि त। हामी उनीहरूकै हिसाबले के जापानिज जसरी चलाएको हामी त्यही अनुसार चल्नुपर्ने अवस्था छ कि। किनकि हामी भनेको चाहिँ सङ्घर्ष गर्न आएको छ नि है। है अब सङ्घर्षको पाटो नलिएर फेरि अलिकति हामी पाटो होइन फेरि फरकतिर होइन फरक विषयतिर जाँदैछौँ सुमन र म। किनकि हामीहरूले छोटो भिडियो बनाउन खोजेको तर हामीहरूले चाहिँ धेरै लामो नै भिडियो हुन्छ। किनकि दाजुभाइको धेरै पछि भेट भयो, बोल्दा बोल्दा लामो भइहाल्छ। किनकि हामीहरूले चाहिँ जापानमा है धेरै कुरा गर्नुपर्ने छ है। अब हामीहरूको बल्ल त्यो सुरुवात हो है। धेरै कुरा भविष्यसम्म लगभग जापानमा चाहिँ हामी 0 लेभलबाट जापानिज भाषा सिकेर पढेर है यहाँसम्म आइसक्यो भने अझ अब जापानबाट नफर्किए पनि हुन्थ्यो होइन। जापानमा केही गर्नुपर्छ भन्ने सोच छ। किनकि यो सोच नै लिएर पढिरहेको छ नि त है। किनकि पैसै कमाउने भए त अरू देश पनि जान सकिन्थ्यो। किनकि जापानमा भविष्य छ भनेर आइरहेको छ नि त है। अनि सुमनको है अब हाम्रो लगभग पनि पढाइ सकिसकेपछि होइन तिमीले चाहिँ नेपाल फर्केर व्यवसाय बिजनेस गर्ने योजना छ कि जापानमा केही गर्ने योजना छ तिम्रो? अब यस्तो हो दाइ, नेपालबाट आउने बेलामा चाहिँ मेरो सोचाइ थियो अब धेरै समय बस्दिनँ, आफ्नै देशमा फर्केर बिजनेस व्यवसाय गर्छु भनेर। अब समयअनुसार मान्छेको सोचाइ परिवर्तन हुन्छ। त्यहाँमाथि मेन त म आफ्नै देशमा फर्क्यौँ, अब त्यहीँनिर आफ्नो संसार छ होइन, आफ्नो जन्मभूमि, त्यो पनि सोचिरहेको हो। अब एक हिसाबले यहाँ आएर यत्रो दुःख गरियो, अब चाहिँ अलिकति सजिलो हुने बेलामा फेरि कसरी फर्किनु भन्ने सोचाइ पनि हुन्छ। आजभन्दा 1 महिना अगाडि एकजना इन्डियन चाहिँ व्यवसाय इन्डियनले चाहिँ होइन एउटा भिडियो भाइरल भएको थियो नि त। मलाई 30 दिनको भिसा दियो, मेरो छोराछोरीले जापानिज भाषा बाहेक अरू केही जान्दैनन्, मैले 30 वर्ष यहाँ सङ्घर्ष गरेँ। इमिग्रेसनमा गएर पनि रोइरहेको थियो नि है। 30 वर्षसम्म सङ्घर्ष गरेर छोराछोरीलाई यहीँ पढाएर यहीँ हुर्काएर जापानिज भाषा सिकाएर है यहीँको रुल्स रेगुलेसन सबै यहीँको सिक्यो नि त उनीहरूले। तर अब उनीहरूलाई इन्डिया गइसकेपछि त अरू सिक्ने अवस्था त केही छैन होइन। उसले त भनेर छोराछोरी पनि निहोन्गो बाहेक अरू केही जान्दैनन्, इन्डियन भाषा पनि आउनन्। अब मेरो छोराहरूलाई चाहिँ सोच्ने हो भनेदेखि उनीहरूको लागि इन्डिया चाहिँ विदेशको मुलुक हो जस्तो लाग्छ भन्दै। मैले हिजो मात्रै एउटा होइन न्युज हेरेको थिएँ। त्यसमा चाहिँ हाम्रै गाउँको अङ्कलले पनि क्या है त्यस्तै 30 दिनको भिजा पाउनु भएको रहेछ कि है। हिजो मात्रै मैले सुनेको यो न्युज है। अङ्कलले 30 दिनको भिजा पाउनु रहेछ। तर अङ्कल चाहिँ अहिले धेरै दुःखको अवस्थामा हुनुहुन्छ कि घरमा पनि समस्या भएर उहाँले पनि सङ्घर्ष गर्नुभयो भने त जापानमा 2-3वटा रेस्टुरेन्ट छ है। अब 30 दिनको भिजा पाइसकेपछि के गर्ने? 30 दिनमा चाहिँ ल नेपालै फर्क्यौँ भने पनि रेस्टुरेन्ट कहाँ बेच्ने होइन, के कहाँ गर्ने भने कति समस्या छ नि त है। होइन यहाँ चाहिँ अब तपाईँको अलि फिक्स सेटल जीवन त त्यस्तो अलि भिसा पुरा लामो समय अब फिक्स भन्ने अरू देशहरूमा हुन्छ नि त। तर यहाँनिर चाहिँ त्यस्तो छैन। मलाई पनि लाग्छ कि सुमन है जापानमा चाहिँ ठिक्क समय बस्ने, थोरै समय होइन मिलाएर बस्ने, अनि अलिकति केही आफूलाई होइन यति भएपछि म नेपालमा गएर केही गर्न सक्छु भन्ने हो कि आँट आयो भने नेपालमै गएर गर्नुपर्छ जस्तो लाग्छ कि। नेपालमा के छैन, नेपालमा सब थोक छ है।
नेपालमा सबै चिज छ। नेपालमा चाहिँ हामीले जे पनि गर्न सक्छ के। होइन, हामीले पहिला नेपालमा छैन भन्नलाई चाहिँ टाइम टेबलको फलो गरिएन, त्यही हिसाबले चलिएन। अब यहाँ आएर थाहा भयो हामीले यो टाइम टेबल चाहिँ नेपालमा मिलाउन सकियो भने हाम्रो त्यो ठाउँमा सुन फल्छ भाइ। हो, नेपालमा चाहिँ सङ्घर्ष गर्न सिक्नुपर्छ। नेपालमा चाहिँ के छ भने थोरै चाहिँ छोटो समयलाई मात्र सोच्ने कि लामो समयसम्म सोचेर गर्ने हो नेपालमा धेरै छ भाइ। अनि भविष्यमा चाहिँ तिमी पनि नेपालमै जाने योजना चाहिँ बनाइरहेको छौ है? हजुर, त्यही योजना नै त्यही हो। अब आफ्नो जन्मभूमिलाई होइन, जस्तै हामीभन्दा पछि लगभग होइन 1-2 महिना 3-4 महिना आएका पनि छन् भाइ बहिनीहरू है। उनीहरूलाई चाहिँ तिमी अब कसरी अगाडि बढ्दा ठिक हुन्छ होइन, जापान आइसक्यो नि त है। अब जापानमा आइसकेपछि कसरी अगाडि बढ्ने होइन, यो कुरामा केही जापानमै आइसकेको मान्छेलाई चाहिँ म के भन्न चाहन्छु भनेदेखि तपाईँहरू लामो समय जापान बस्छु, यहीँनिर चाहिँ म आफ्नो भविष्यलाई होइन निरन्तरता दिन चाहन्छु भन्नुहुन्छ भनेदेखि चाहिँ भाषा राम्रो बनाउनुहोस् होइन, यहाँ नियम कानुनहरू पालना गरेर हिँड्नुहोस्। तपाईँको सानो रेकर्ड पनि पछिसम्म बसिराखेको हुन्छ। अब नेपालमा जस्तो हुन्न कि नेपालमा त तपाईँको एउटा केस केही समय हप्तापछि बन्द होला, तर यहाँनिर चाहिँ त्यो रेकर्ड चाहिँ नमरुन्जेलसम्मको लागि बसेको हुन्छ क्या। त्यो भएर सानो गल्तीले पनि पछिको जीवनमा अलिकति प्रब्लम ल्याउन सक्छ होइन। त्यो मलाई चाहिँ के लाग्छ भने है, हजुर, मान्छेहरूमा कि यो चिज चाहिँ हुनुपर्छ जस्तो लाग्छ। के चिज भनेपछि सहन सक्ने क्षमता, सहनशीलता चाहिँ सहनशीलता र सहन सक्ने क्षमता चाहिँ हुनुपर्छ कि है। मान्छेहरू रिस उठ्छ, रिसाउँछन् होइन। जापानिजहरू बानी भनेको चाहिँ एसएसजी पनि छन् होइन, हिसाबबन्द छन् नि होइन। तिनीहरूसँग चाहिँ जापानिज मात्र नभए नेपालीहरूसँग पनि होइन कसरी बोल्ने, कसरी के गर्ने है, यो कुरालाई चाहिँ अहिले आएका भाइ बहिनीहरूले चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ कि मलाई चाहिँ। हामीले अलिकति केही भोग्यो भने त त्यही भोगिएको अनुसार चाहिँ हामीहरू भन्दैछौँ है होइन। रिसमा आएर अलि त्यो आफूलाई अलि रिसमा आएर अब त्यो आफ्नो रिसको चाहिँ कन्ट्रोल हुनुपर्छ। जे होस् उनीहरूको पनि अब जापानिजहरूको पनि अब हाम्रो जस्तै त ऊ हो, तर उनीहरू चाहिँ त्यो कुरालाई दबाइदिन्छन् क्या होइन। धेरै कुरा ध्यान दिनुपर्छ कि अब हाम्रो लगभग पनि धेरै लामो समय लामो कुरा भयो कि है। लामो कुरा भयो, अब हामी बिस्तारै बिस्तारै अन्त्य पनि गर्नुपर्छ यो कुरालाई, किनकि धेरै लामो भइसक्यो। हजुर, के छ नेपाल र जापानको चाहिँ मेन भिन्नता भनेको चाहिँ दाइ होइन, मेन जापानिजहरू अब हामीले यो कुरा उठाइसकेपछि नेपाली र जापानिजहरूको बिचको भिन्नता कसो सोच्नु पर्यो। देशको नामको भिन्नता भन्दा पनि व्यक्तिहरूको भिन्नता चाहिँ उनीहरू चाहिँ अब नियम कानुनभित्र रहेर र आफ्नो सहनशीलता भएको क्या होइन। आफ्नो जस्तो अवस्थालाई पनि अलिकति मेन्टेन गरेर उनीहरू एक्लो लाइफ बिताउँछन् जापानिजहरू धेरै जस्तो होइन। नेपालमा चाहिँ फ्यामिली हुन्छन्। सही कुरा है, त्यही हो मेन भिन्नता भनेको। ठुलो भिन्नता नै यही पऱ्यो कि नेपालमा जापानमा चाहिँ एक्लै बस्ने, एक्लै खाने, एक्लै रमाउने छ भने नेपालमा चाहिँ परिवारसँग बस्ने, सानो चिजलाई पनि बाँड्ने यो चाहिँ छ कि है। अनि आज हामी चाहिँ यो भिडियोलाई अब फेरि पनि अर्को भिडियोमा जोड्नेौला है। त्यति बेला पनि फरक होइन केही विषय उठाउँला होइन। आजलाई चाहिँ होइन, आज चाहिँ हाम्रो यो भिडियोलाई चाहिँ होइन यसमा अन्त्य गर्दै होइन, क्यामेरामा भान्जा राजकुमार, रोशन भान्जा, खगेन्द्र भाइहरूलाई होइन आज हामीसँग जुटिएर एउटै होइन यो इन्टरभ्यूलाई होइन धेरै रमाइलो बनाइदिने पनि जमेको गराइदिनु भयो। मेन हात त क्यामेराम्यानको हाम्रो राजकुमार सरलाई मुरी धन्यवाद।